नमस्ते साथीहरू, आज हामी पुगेका छौँ राजविराज वार्ड नम्बर 7 मा अवस्थित पवित्र माता बागेश्वरीको मन्दिरमा। यो मन्दिर राजविराजबाट प्रसिद्ध शक्तिपीठ सखरा छिन्मस्ता भगवती जाने मुख्य सडकको किनारमै अवस्थित छ। यदि तपाईँ सखरा दर्शनका लागि जाँदै हुनुहुन्छ भने विश्वास गर्नुहोस् साथीहरू, बाटोमा यो भव्य मन्दिरको सुन्दरता तपाईलाई रोकिएर हेर्न बाध्य बनाउनेछ। मन्दिरको मुख्य प्रवेशद्वारबाट भित्र छिर्न साथ सबैभन्दा पहिले तपाईको नजर एकदमै आकर्षक मन्दिरमा पर्छ। यो हो खर्साल ठाकुरजीको मन्दिर। यसको सबैभन्दा खास कुरा यसको अनौठो बनावट हो साथीहरू, जहाँ नेपाली शिल्पकलाको उत्कृष्ट प्रयोग देख्न सकिन्छ। मन्दिरकै छेउमा तपाईले बर र पिपलको धेरै वर्ष पुरानो विशाल रुखहरू देख्न सक्नुहुन्छ। हिन्दू धर्ममा यस्ता रुखहरू मन्दिरको आसपास हुनु अत्यन्त शुभ मानिन्छ साथीहरू। शास्त्र अनुसार पिपलको रुखमा ब्रह्मा, विष्णु र महेशको बास हुन्छ र बरगदको रुखलाई भगवान शिवको प्रतीक मानिन्छ। यी दुवै सँगै हुनु हरिहर विष्णु र शिवको मिलनको प्रतीक मानिन्छ साथीहरू। वैज्ञानिक दृष्टिले पनि यी रुखहरू अत्यन्त महत्त्वपूर्ण छन् साथीहरू। पिपल 24 घण्टा अक्सिजन दिने रुखको रूपमा चिनिन्छ र बरगदले आफ्नो विशाल छायाले वातावरणलाई शीतल र शुद्धता बनाउँछ। भनिन्छ कि यी रुखहरूको मुनि बसेर ध्यान गर्दा मानसिक शान्ति मिल्छ र सकारात्मक ऊर्जा बढ्छ। अगाडि बढ्दै जाँदा तपाईले शीतला माताको मन्दिर देख्नुहुनेछ र त्यसको छेउमै भगवान भोलेनाथ विराजमान हुनुहुन्छ। उहाँको शिवलिङ्ग र नन्दी महाराजको सुन्दर प्रतिमाले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ साथीहरू। मन्दिर परिसरमा एउटा भव्य विवाह मण्डप पनि निर्माण गरिएको छ, जहाँ विभिन्न माङ्गलिक कार्यक्रम सम्पन्न हुन्छ। यसैसँग यहाँ बागेश्वरी सेवा समितिको कार्यालय र श्रद्धालुहरूको लागि धर्मशालाको व्यवस्था पनि गरिएको छ। अब हामी पुग्छौँ मुख्य मन्दिर माता बागेश्वरीको दरबारमा। मन्दिरको प्रवेशद्वार दुईवटा सिंह माताका रक्षकका रूपमा उभिएका छन् र यहाँ रहेका ठूला ठूला घण्टीहरूको आवाजले वातावरणलाई पूर्ण रूपमा भक्तिमय बनाएको छ। मेरो लागि यो धेरै ठूलो भाग्यको कुरा रह्यो साथीहरू। मन्दिरका मुख्य पुजारी श्री प्रभु नारायण झाजीको आग्रहमा मलाई माताको दिव्य दर्शन गर्ने अवसर प्राप्त भयो। उहाँको समर्पण र सेवाकै कारण आज यो मन्दिर यति भव्य र व्यवस्थित देखिएको छ। मन्दिर परिसरमै बाबा बजरंगबलीको सुन्दर मन्दिर पनि रहेको छ साथीहरू, जसको कलाकृति अत्यन्त मनमोहक छ। मन्दिर नजिकै तपाईले हरिसिंगार पराजिताको पवित्र रूप पनि देख्न सक्नुहुन्छ, जसलाई हिन्दू धर्ममा अत्यन्त शुभ मानिन्छ र भनिन्छ कि यो फूल स्वर्गबाट पृथ्वीमा आफै आएको थियो। साथीहरू, राजविराजको यो बागेश्वरी मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, बरु हाम्रो कला, संस्कृति र प्रकृतिको प्रेमको पनि उत्कृष्ट उदाहरण हो। यदि तपाईँ पनि सखरा भगवतीको यात्रामा हुनुहुन्छ भने यहाँ अवश्य रोक्नुहोला, माताको आशीर्वाद लिनुहोला र यी विशाल रुखहरूको छायामा शान्तिको अनुभव गर्नुहोला। र अन्तमा एउटा प्रश्न तपाईहरूको लागि छ साथीहरू, बरगदको रुखलाई अक्षय वट किन भनिन्छ? यदि तपाईलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला साथीहरू र आफ्नो साथीहरूसँग सेयर गर्नुहोला, ताकि उनीहरूले पनि घरमै बसेर माताको दर्शन गर्न सकुन्।